तपाईहरु उता छोड्नु न त यो ल सेक्युरिटीले सबै त्यो एम्बुलेन्स जान्छ नि त बाटो बनाइदिनु त्यो बसलाई साइडमा रोकिदिनु एम्बुलेन्समा जानु नि अब त्यो एम्बुलेन्समा जानु दिनु अझ दर्शकबिन गृहमन्त्री सुगन गुरुङ स्वयं आफै यति बेला यो उहाँ अनुगमनमा भएका बेलामा एउटा एम्बुलेन्स आएपछि उहाँले आफै कन्सर्न लिएर आफै तदारुक भएर एम्बुलेन्सलाई बाटो पास गराउनको लागि पर्नु भएको छ हामी दृश्यमा देखिरहेका छौँ। त्यससँगै अर्को एम्बुलेन्स पनि आइरहेको छ। गृहमन्त्री ब्रिफिङ गर्दै हुनुहुन्थ्यो यहाँको अवस्थाको बारेमा भने बीच बाटोमै एउटा एम्बुलेन्स आएपछि उहाँले यसरी तदारुक